सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूलाई कलाकारहरूले सार्वजनिक गर्न थालेका छन्। पोस्टमा आत्मसम्मानमा ठेस पुर्याउने गरी अभद्र शब्द प्रयोग गरेर कमेन्ट गर्ने तथा म्यासेजमा अभद्र सन्देश पठाउने प्रयोगकर्ताहरूलाई कलाकारहरूले सामाजिक सञ्जालबाटै सार्वजनिक गर्न थालेका हुन्। यतिबेला दुई लोकप्रिय गायिकाहरू एलिना चौहान र समीक्षा अधिकारीले आफूलाई अभद्र कमेन्ट गर्ने प्रयोगकर्ताहरूलाई धमाधम सार्वजनिक गरिरहेका छन्। व्यक्तिगत जीवनका कुरालाई लिएर लगातार अभद्र कमेन्ट आएपछि यस्ता प्रयोगकर्ताहरूलाई उनीहरूले सार्वजनिक गरेका हुन्। एलिनाले बुधबार फेसबुकमा लेखेकी थिइन्, कमेन्टको अत्याचार धेरै भयो, अब पालै पालो पोस्ट गर्छु। उनले फेसबुकमा भिडियो सन्देश जारी गर्दै सामाजिक सञ्जालमा आएका नकारात्मक कमेन्टहरूलाई अब सहेर चुपचाप नबस्ने बताएकी छन्। साथै उनले कानुनी उपचार खोज्ने समेत बताएकी छन्। उनले प्रयोगकर्ताले म्यासेन्जरमा भोइस रेकर्ड गरेर माफी मागेको भिडियो समेत सार्वजनिक गरेकी छिन्। समीक्षाले केही दिन अघि आफूलाई नकारात्मक कमेन्ट गर्ने व्यक्तिको फेसबुक आइडी सार्वजनिक गरेकी थिइन्। पछि ती प्रयोगकर्ताले समीक्षालाई म्यासेज गर्दै माफी मागेका थिए। त्यसपछि उनले ती प्रयोगकर्तालाई माफ दिएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्। बुधबार फेरि उनले आफूलाई अभद्र कमेन्ट गर्ने अन्य केही प्रयोगकर्तालाई फेसबुक मार्फत सार्वजनिक गरेकी छिन्। गत वैशाखमा अभिनेत्री रिचा शर्माले पनि आफूलाई आएको अभद्र गाली सहितको स्क्रिनशट आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेकी थिइन्। टिकटकर तथा मोडल प्रिन्सी प्रिजमा खतिवडाले पनि आफू विरुद्ध आएको अमर्यादित कमेन्ट र उक्त कमेन्ट गर्नेको फेसबुक आइडी सेयर गरेका थिए।